वर्ष 45 किलो रक्तदान गर्न नगरौँ ढिलो 18 वर्ष 45 किलो रक्तदान गर्न नगरौँ ढिलो खुसीका साथ शुभारम्भ गरौँ जीवन रक्षार्थ रक्तदान गरौँ रक्तदानको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आफ्नो जीवनको उत्तरार्धसम्म आइसक्नुभएका नेपाल रेड क्रस सोसाइटी केन्द्रीय कार्यालयबाट हाम्रा दिव्यराज पौडेल सर यहाँको उपस्थितिको बारेमा एउटा भिडियो बनाउँदै पनि हुनुहुन्छ। साँच्चै भन्ने हो भने रक्तदानमा देशका विभिन्न भागहरूमा काममा हाम्रा यसै समर्पण बस्तीका बासिन्दा दिव्यराज पौडेलज्यू त्यसै गरी रेडक्रस नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयबाट नै निवृत्त हुनुभएका रामकृष्ण शर्मा साँच्चै उहाँहरू यो रक्तदानको क्षेत्रमा समाजसेवाको क्षेत्रमा एउटा मूर्धन्य व्यक्तित्व हुनुहुन्छ। आज साथै मैले त्यस्तो व्यक्तित्वलाई पनि मैले यहाँ भेटेँ जसले रक्तदानको क्षेत्रमा आफ्नो तर्फबाट झन्डै 80 भन्दा बढी पटक रक्तदान गरिसक्नुभएका साथै नेपाल रेड क्रस सोसाइटीको आजीवन सदस्य विभिन्न सङ्घ संस्थामा चाहिँ सदस्यता हासिल गर्नुभएका मदन जोशीज्यू यहाँ अहिले क्यामेरा लिएर फोटो खिचिरहनु पनि भएको छ। उहाँको योगदान अत्यन्तै अतुलनीय छ। जहाँ रक्तदान कार्यक्रम हुन्छ त्यो ठाउँमा पुग्नुहुन्छ। जसलाई रगतको आवश्यकता पर्छ मदन जोशी भनेर नाम दिएपछि सायद हामीले रगत प्राप्त गर्ने अवसरबाट वञ्चित हुनु पर्दैन होला। त्यो रातो टोपी लाउने जो व्यक्तित्व मदन जोशीज्यू सामाजिक व्यक्तित्व हुनुहुन्छ। धेरै सामाजिक संस्थामा नेतृत्व पनि गर्नुहुन्छ। आज हामीले निम्ता गर्नुपर्ने थियो, निम्ता नहुँदै पनि यहाँको अवस्था सञ्जालबाट जानकारी प्राप्त गरेर आउनुभयो। उहाँलाई मुरी धन्यवाद छ। उहाँले पहिलो रक्तदानको कार्यक्रममा पनि यसरी नै हाम्रो रक्तदान कार्यक्रमलाई चाहिँ मिडियामा लैजानु भएको थियो। समर्पण बस्तीबाट भइरहेको रक्तदान देशव्यापी रूपमा चाहिँ मिडियामा चाहिँ प्रचार भएको थियो त्यति बेला। आज संयोगवश उहाँ आफै यो आफ्नै मनले यहाँ आइपुग्नु हो। हामी नतमस्तक छौँ। उहाँलाई जानकारी औपचारिक रूपमा नगर्दा गर्न नसक्दा नसक्दै पनि आइदिनु भएको छ। अब म हार्दिक अनुरोध गर्दछु। रक्तदान जीवनदान, जीवनदान महादान। तपाईँ हामीले दिएको 1 युनिट रगतले कसैको जीवन बच्न सक्छ। त्यसैले आउनुहोस्, रक्तदान जस्तो महान पुण्य कार्यमा सहभागी बनी मानव जीवन बचाउने काममा सहयोग गरौँ। आउनुहोस्, रक्तदान गरौँ, पुण्य कमाऊ। रक्तदान जीवनदान, जीवनदान महादान। मेरा आदरणीय मित्र मदन जोशी यो प्रमाणपत्र प्रदान गर्नको लागि नेपाल रेड क्रस सोसाइटी केन्द्रीय कार्यालयमा प्रमाणपत्र हस्तान्तरण गर्न लागिरहेको छु। यही हो हाम्रो उपाध्यक्षज्यूलाई अनुरोध गर्दछु। एउटा समाजसेवीको सेवाको क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका कालराम गिरी समर्पण बस्तीका बासिन्दा हुनुहुन्छ। उहाँलाई
भाइज्यूलाई पनि स्थानीय बासिन्दा छिमेकी पनि रमेश गिरिज्यू प्रमाणपत्र हस्तान्तरण गर्दछु। अब साँच्चै यहाँको स्थानीय छटपटाइरहन्छन् बिरामीहरू छटपटाइरहन्छन् बिरामीहरू समयमै रगत नपाएर समयमै रगत नपाएर रक्तदान हामीले परधर्म सम्झेर रक्तदान हो जीवनदान। अब आउँदै हुनुहुन्छ अमिन नेउपाने, उहाँलाई यो प्रमाणपत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। एक ग्रेड 3D उहाँले हस्तान्तरण गरिसक्नु भएको छ। त्यसैले फेरि पनि उहाँलाई त्यस बापत पनि धन्यवाद दिन चाहन्छौँ। अमिनज्यूलाई यो प्रमाणपत्र हस्तान्तरण गरिदिनुको लागि पूर्व अध्यक्ष कर्ण साईज्यूलाई चाहिँ म हार्दिक अनुरोध गर्दछु। ग्रहण गरिदिनुको लागि रक्तदाता सन्दीप खड्काजीलाई म हार्दिक अनुरोध गर्छु। सन्दीप खड्का भाइ आउनु हो सन्दीप खड्का भाइ उहाँको उज्जवल भविष्यको कामना गर्न चाहन्छौँ। यो प्रमाणपत्र हस्तान्तरण गर्नुको लागि म आदरणीय पूर्व अध्यक्षजीलाई हार्दिक अनुरोध गर्दछु। फेरि पनि धन्यवाद आओस् भन्ने पनि कामना। सरलाई गोर्खाली एक्सप्रेसमा स्वागत छ। सरको परिचय दिनुहोस् न। सर कृष्णनाथ ढकाल। हजुर। पहिलाको घर मेरो बाग्लुङ। हजुर। अहिले समग्र बस्ती स्टाफ समितिमा बसिरहेको छु। यो बस्तीमा बसेको म 2070 सालबाट यहाँ बसेर 2072 सालदेखि म यो कार्य समितिमा कार्यरत छु। यो संस्थाको बारेमा पनि हल्का प्रकाश पारिदिनु। समग्र बस्ती सुधार समिति 2065 सालमा विधिवत रूपमा दर्ता भइरहेको छ र अहिले हामी 65 सालबाट 2082मा पनि हामी 7औं कार्य समिति रनिङ छ। 2072 सालदेखि सदस्य सहसचिव उपाध्यक्ष अहिले 2 कार्यकाल सदस्य 6औं र 7औं अध्यक्ष भएर कार्य गरिरहेका छौँ। र हाम्रो समग्र बस्ती सुधार समितिमा जति पनि सदस्यहरू हुनुहुन्छ एउटा पदाधिकारी हुनुहुन्छ नितान्तै समाजसेवी हुनुहुन्छ र सामाजिक कार्य गर्नको लागि एकदम सहयोगी हुनुहुन्छ र म यो यसभन्दा अहिले 6औं कार्य समितिमा अध्यक्ष निर्वाचित भएर आइरहँदा हामीले पहिलो निर्णय गरेका थियौँ कि यो रक्तदान कार्यक्रम गर्नुपर्छ भनेर 6औं कार्य समितिको पहिलो निर्वाचित बैठकले पहिलो रक्तदान कार्यक्रम सञ्चालन गर्यो र अहिले हामी त्यसैलाई निरन्तर दिने 6औं र 7औं आइरहँदा 4औं पटक रक्तदान कार्यक्रममा सफल बनाउन लागिरहेका छौँ र हाम्रो पहिलोमा 46, दोस्रोमा 51 र तेस्रोमा 55 जना रक्तदाताहरूले रक्तदान गरिसकेको छ। आज हामीले एकपट्टि गर्न सक्छौँ र खबर व्यापक गरेका छौँ। नयाँ वर्षको प्रारम्भ भएको कारणले धेरै जुटिरहेर समय नगइरहँदै आज अलिकति कम हुन्छ कि जुटिरहेको छ। तपाईँले हामीले निरन्तर यसलाई बढाउन कोसिस गरिरहेका छौँ। हजुर, हस्, थ्याङ्क यू सर, समय दिनुभयो। हस्, धन्यवाद। धन्यवाद सर। निम्ति कही दान या वो शरीर कमजोर जुई मखो मफैको धैको जुई मखो हिबित ग्याए मागु मरु हि दान धैको जीवन दान सहयोगी मनहरूको नाम एकपटक उच्चारण गर्न चाहन्छु।
उमाकान्त पौडेलज्यूले 2 क्रेट अन्डा सहयोग गर्नुभएको छ भने रामहरि ढुङ्गानाज्यूबाट 1 क्रेट अन्डा सहयोग प्राप्त भएको छ। त्यस्तै पशुपति धमलाज्यूले 90 पिस केरा सहयोग गर्नुभएको छ भने पृथ्वी सापकोटाज्यूबाट रु 2000 रुपियाँ सहयोग प्राप्त भएको छ। त्यस्तै गरी रामचन्द्र रिजालज्यूले 1 क्रेट फ्रुटी सहयोग गर्नुभएको छ भने अमिन नेउपानेज्यूबाट पनि 1 क्रेट फ्रुटी प्राप्त भएको छ। त्यस्तै आजको यस कार्यक्रममा प्रयोग हुने पिउने पानीको व्यवस्थापन रमेश बस्नेतज्यूले गर्नुभएको छ भने बिन्दु आचार्यज्यूबाट 1 क्रेट फ्रुटी सहयोग प्राप्त भएको छ। त्यस्तै प्रतिमा राणाले रु 1000 सहयोग गर्नुभएको छ भने ईश्वर प्रसाद मिश्रज्यूबाट रु 505 सहयोग प्राप्त भएको छ। त्यस्तै गरी सुशीला भट्टज्यूले रु 500 सहयोग गर्नुभएको छ भने हिरादेवी जीसीज्यूबाट पनि रु 500 सहयोग प्राप्त भएको छ। त्यस्तै गरी कमलाबहादुर साईले रु 500 रुपियाँ सहयोग गर्नुभएको छ भने गोपाल प्रसाद रिमालज्यूबाट पनि 500 रुपियाँ सहयोग प्राप्त भएको छ। सहयोगी मनहरूलाई धेरै धेरै धन्यवाद। यहाँहरूको यस्तै सहयोगले यस्ता सामाजिक कार्यहरू सफल हुने हुन्। यहाँहरूको साथ र सहयोग फेरि पनि रहिरहनेछ भन्ने विश्वास यस समर्पणवर्ती सुधार समितिले दिएको छ। हस्, धन्यवाद। दान भिङ्गुदान सुथालाई मजान दान भिङ्गुदान सुथालाई मजान लोचक याही मापिन्त घापाजुयाही मापिन्त लोचक याही मापिन्त घापाजुयाही मापिन्त वसललं के फैमको डाक्टर लाके जुगमखो देवा दुसा थात माल्यो देवा दुसा थात माल्यो देखा देखि जुगमखो देखा देखि जुगमखो देखा देखि जुगमखो उकी हिमुकी या